सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई एनदर भ्लग म पनि सधैँ छु र हजुर पनि सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु है केटा हो टक्क यता हुनुहुन्छ हाम्रो राजदूत भाइ है या राजदूत भाइ यता हाम्रो सुरज भाइ सर्लक्क अब म चाहिँ घुम्न जानुपर्ने हुन्छ है ल हम अब निस्केगा अब जाएगा ल राजदूत भाइ अच्छा से बैठिए हम कल मिलेगा हाँ कल मिलेंगे। ठीक है ना कल मिलेंगे। हाँ कल मिलेंगे ठीक है लेट्स गो अब जानुपर्ने हुन्छ केटा हो है टक्कै साथीहरूले बोलाइरहेको छ अब जानुपर्ने हुन्छ सर्लक्क यहाँ चाहिँ यस्तो छ हाम्रो कम्पनीबाट चाहिँ टक्कै अब यतिमै हिँडेर जानुपर्ने हुन्छ आज चाहिँ स्कुटीमा नगएको केटा हो केटाहरू हुन्छ नि त त्यही भएर इभी स्कुटी पनि केही हिँड्न बरु पैदलै हिँडेर जाने बस चढेर जाने भन्ने सोचमा लडेको चाहिँ केटा हो